हेलो साथीहरू, सबैजनालाई नमस्कार। सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा गरेकी छु। म पनि सन्चै छु। अहिले चाहिँ भिडियो म साँझको 6 बजेबाट बनाउँदैछु। म तरकारी लिन गएँ। तरकारी जे लिन गएको थिएँ मैले त्यो पाएन। फेरि मैले सिमला मिर्च, टमाटर, फर्सी अनि लोकल काँक्रा लिएर फेरि मैले धोएर राखेँ। त्यसपछि आजभोलि गहुँको सिजन, मेरो जमिनबाट गहुँ आएको थियो। त्यसपछि मैले सबै त्यो एक ठाउँमा राखेँ। त्यसपछि मैले यसरी हावा लागेको थियो, फेरि मैले गहुँलाई बताएँ यसरी साफ हुन्छ। त्यसपछि मैले तरकारी काटेँ। तरकारी काटिसकेपछि फेरि मैले कराही राखेँ, तेल राख्यो अनि जिरा धनियाँ हालेर मैले भुटेर तरकारी पकाएँ। त्यसपछि मैले दही जमाएको थियो, मैले मही बनाएँ। मही बनाइसकेपछि फेरि मैले गहुँको पिठो मुछेर मैले यसरी राखेँ। त्यसपछि साँझ पनि परिसकेको थियो, फेरि मैले धुप बत्ती गरेर खानामा रोटी पकाएँ। त्यसपछि ससुराबा अनि छोरालाई मैले खाना दिएँ। रोटी अनि तरकारी मैले मही हालेर दिएँ। त्यसपछि म र मेरो बुढाले खाएर मैले भाँडाकुँडा धोएर म सुत्न गएँ।